नमस्ते, मेरो युट्युब च्यानलमा स्वागत छ भगवान दर्शकहरूलाई। म फेरि घरेलु उपयोगबाट पहिला हामीलाई खाँदाखेरि कस्तो खिजाउन गरिबको खाना भन्नुहुन्थ्यो हैन। त्यो चिज अहिले अमीरको दबाई बनेको छ। हेर्नुहोस् है, त्यो भएर मैले चिनाउनको लागि पहिला हामीले भोगेको कुरा भन्नको लागि सुनाउने मान्छेहरूको धनी मनी मान्छेहरूले कस्तो भन्थ्यो यो कोदोको पिठोलाई हैन। कोदो हो, यो कोदोको पिठो हो र के भन्नुहुन्थ्यो, कोदोको ढिँडो खाने मान्छेलाई गरिबको खाना भन्नुहुन्थ्यो हैन। त्यो भएर हजुरहरूलाई देखाएको छु। अहिले यो गरिबको खाना धनी मान्छेको दबाई बनेको छ। अहिले यो किन बनेको छ, यो लुप्त भयो। अब किसानले जुन भन्ने किसानहरूले खेती लाउन छोड्नु भयो, सबै विदेशी उनी पनि धनी हुन खोजे। त्यो हुँदाखेरि कोदोको पिठो लुप्त भयो। कोठाबाट झिकेर खाने ठाउँमा अहिले बजारमा एक पाकेट ल्याएर खान परेको छ हैन। त यो भनेको साह्रै दुःख घटना हो। यो हामीले गरियो, हाम्रो सासू हाम्रो जिजु आमाहरूले गर्नुभयो, हामीले गरियो। अब हाम्रो छोरा बुहारीले त्यो एउटा किसानको घरमा पैदा भएको मान्छेले त्यो गर्दै आएको भए बेच्नु नपाए नि, अर्कालाई दिनु नपाए पनि आफूलाई खाने प्रशस्तै हुन्थ्यो। अब त घर गाउँमा कोदो मकै धान उम्रने ठाउँमा पाती उम्रियो हैन, चिलाउनीको बुटो करुजको बुटो उम्रियो, बनमाराले ढाक्यो हैन, सबै सोत्तरले ढाक्यो। त्यो हुँदाखेरि हजुरहरूलाई मैले यो देखाएको कारण के हो भने पहिलाको जमानामा के भन्थे हामीलाई ढिँडो खाँदा, अहिले यो के भयो, अहिले हामीलाई दबाई बनेको छ है। हामीलाई ढिँडो खाँदाखेरि गरिबको खाना हो भन्नुहुन्थ्यो हैन धनी मनी मान्छेले। किसानको त्यति हेलात्तो थियो पहिला। अहिले यही धनी मनीलाई यो ओखती बनेको छ। यो कोदोको पिठो किन बनेको छ, पहिला हामीले यो खाली भात खानालाई 1 वर्ष पुर्नु पर्थ्यो। हामीले बजारको खाना नखान्थ्यौँ। बजारमा नि थियो होला नि चामल त, तर हामीले बजारबाट कहिल्यै खाइएन। ढिँडो खाइन्थ्यो, मकैको पिठो खाइन्थ्यो हैन। अब असोज कार्तिकबाट मकै हुन्थ्यो, मकैको आँटा चैत वैशाखसम्म खाने, त्यहाँबाट बर्खा लाग्यो ढिँडो खाने, पानीमा खेल्दाखेरि चिसो लाउन्न भनेर। अनि साउन भदौ आएपछि हरियो मकै आउँथ्यो, फेरि मकैमा खेल्थ्यो हैन सबै। त्यो भएर रोग कम लाग्थ्यो, आफ्नो अर्ग्यानिक खातमा बनाइन्थ्यो, रोग थिएन, काम गरिन्थ्यो, निरोगी ज्यान थियो, न सुगर थाहा पाइयो न प्रेसर थाहा पाइयो। 100 वर्ष 120 110 वर्ष मान्छे बाँच्ने थिए आमा बुवाहरू। अहिले सबै थोक अब जिउले नि सुख खोज्यो, जिउराले मिठो खोज्यो, जिउले सुख खोज्यो। अब पुरै बिख खाएर चाँडो मर्ने। अब आन्द्रा भुँडीको सेवा सबै काटेर फाल्ने, शरीर काट्ने, भुँडी जति काटेर फाल्ने किन भएको छ। यो सबै बिखाती चिज खाएर यहाँसम्म भएको छ। फेरि नि मान्छे एकदम सोचित नरहने, मिठै खोज्ने। हामीले मासु खानु मन लाग्यो भने बाख्रा काटेर खाने, कुखुरा अर्ग्यानिक कुखुराहरू लोकल कुखुरा पालेर खाने, भलै 6 महिनामा खाने लोकल कुखुराहरूको झोल खाइन्थ्यो हैन। त्यस्तो हुन्थ्यो। र यो कोदोको पिठोलाई अहिले गाउँले खाना भन्ने, अहिले अब मैले भनिहालेँ अघि नै, कोठाबाट झिकेर खाने ठाउँमा 1 पाकेट पिठो ल्याएर ढिँडो खानु मन लाग्यो भने त्यस्तो गरिन्छ हैन। लुप्त भयो, गाउँघरमा केही छैन। अब यो रोग लाग्यो भने हामीलाई के गर्नुहुन्थ्यो, हाम्रो हजुरआमाले 2 चम्मच कोदोको पिठो, यो बेसार हैन, अनि नुन
नुन कस्तो खाने, ढेका नुन खाने, त्यसरी हालेर फाँडो बनाएर दिनुहुन्थ्यो। केही नहालिकन त्यही नुन, बेसन, कोदाको पिठो। बिमारी मान्छेलाई एकदम घाँटी फाटेर एकदम सर्लङ्ग तागत आउने कोदाको पिठो खाँदा मुख मिठो हुने, जस्तै ज्वरो आए पनि चाहे निमोनिया आयो, चाहे के अरे यो दस्त लाग्दाखेरि, छेराउटी चल्दा उँभो हुँदाखेरि भातको फाँडो खाइन्थ्यो होइन। अरू बिमारीमा, सबै बिमारीमा कोदाको पिठो काम लाग्थ्यो है। घाँटी दुखेबाट लिएर सबै ज्वरो, कोही पनि बिमारी आओस्, एउटा छेराउटे छोडेर सबै कोदाको पिठाले गरिन्थ्यो है। बालखा व्यथा आउँथ्यो भनिन्थ्यो, आजकल त निमोनिया भन्छन् होइन, बालखा व्यथा भन्थ्यो। त्यो बच्चाहरूलाई कस्तो गर्ने, यो कोदाको पिठो पानीमा घोलेर सर्लक्क लगाइदिनुहुन्थ्यो। के अरे निमोनिया चाप्दैन भनेर सबै यस्तो गरेर लगाइदिनुहुन्थ्यो है। त्यसरी सन्चो हुन्थ्यो। यो कोदाको पिठोको यति उ छ है। अनि कोदाको पिठो मात्रै होइन, कुबिन्टो खाइन्थ्यो। कुबिन्टो खाँदाखेरि त्यही भन्ने थियो होइन। अहिले कुबिन्टोको के महत्त्व रहेछ देख्नुहोस् है, म भन्छु। हाम्रो पालामा यो कुबिन्टोको अब जस्तो अब यो कुबिन्टो भयो, कुबिन्टो अब अर्को हुन्थ्यो। अब यो कुबिन्टोलाई यसरी पकाएर राख्ने, घरमा छतमा राख्नुहुन्थ्यो। यसरी राखेर अब यसरी पकाएर खाइन्थ्यो होइन। यति पाक्ने गरेर खाँदाखेरि अब के भन्नुहुन्थ्यो, अब यो चैत वैशाख लाग्यो, हामीले खाजा यसलाई उमालेर धोयो, अनि यसरी काट्यो, अनि कति मान्छे हुनुहुन्थ्यो त्यति गरेर हामीले यस्तो टुक्रा गरेर हामीले पकाएर यत्रो ताउलोमा पकाएर, अनि यो गुदो अलग्गै राख्ने, यो गुदो अलग्गै राख्यो, अनि यस्तो गरेर पकाएर खाइन्थ्यो होइन। एकन टुक्रा खाजामा खाने हामीले। यो कुबिन्टो भने चाहिँ यतिखेर खाएको कुबिन्टो, अब यो हामीलाई यतिखेर पिलिया भयो भने कुबिन्टो खोज्नुपर्छ, जन्डिस भयो भने कुबिन्टो खोज्नुपर्छ होइन। अब बिहासीमा काम गर्न जाँदा लु लपट लाग्यो भने के भन्ने, कुबिन्टो खोजेर खाऊ भन्नुहुन्थ्यो होइन। अब यो ज्वरोको भन्छु है मैले। गाले आउँदाखेरि नेपाली कागज थाहा छ होला हजुरहरूलाई। पहिलाको आमा बुवाहरूले कागज यसरी राखेर, पितलको कागज राखेर यसरी ढुङ्गामा आगो पारेर सल्कान्थ्यो, अनि त्यसैमा आगो सल्काउने होइन। त्यो कागज ल्याउने, नेपाली कागज भन्छन् त्यसलाई। यो कुबिन्टोको यो जरा बार पारेर कुबिन्टो 2-4वटा टिपेर राख्नुहुन्थ्यो, अनि यसको जरा घोट्ने, अनि घोटेर त्यो नेपाली कागजमा लपक्क लायो, अनि यसरी गालामा यसरी चेप्दिनुहुन्थ्यो होइन। 2-3 दिनमा सन्चो हुन्थ्यो कि, दबाई खानै नपर्ने। कुबिन्टोको जराको नि यति महत्त्व छ ल हेर्नुहोस्। यो गालेको ठुलो दबाई हो यो। यसमा मैले कागज देखाएको छैन, त्यो कागजले ठुलो दबाई हुने। अब यो कति राम्रो चिजहरू, अर्ग्यानिक सब्जी तरकारी, अनि यो चिजले हामीलाई निरोगी राख्थ्यो। मैले पहिला नि भनेछु, हामी अब हिउँद लाग्यो, हरियो सब्जी, यो हो हाम्रो खाना, यो राम्रो खाना। ल्याउनुहोस् न यो घरमा, गाउँदेखिबाट गाउँको खानामा अझै पनि ठाउँमा छ, अर्ग्यानिक खाना पाक्ने ठाउँ छन्, अर्ग्यानिक खेती लाउने ठाउँ छन् गाउँमा। वहाँदेखि मगाएर ल्याउनुहोस्, यसरी पाक्ने गरेर राख्नुहुन्छ। यस्तो उसमा लाइन पारेर गाडाहरूमा
ऊ हाली फलेको हाली राखेर सजाएर राख्नुहुन्छ घर गाउँमा होइन। र यति महत्त्व यो कुपिन्टको। अब यो बिहा हजुरहरूको यो बिहाले अब यो बिहा भयो नि, अब यो ज्वरोले अब गालेको दबाई भयो होइन, जसको गाले आउँछ। अब यसले यतिखेर खाएको छ, खाऊ पाएदेखि सधैँ खानुहोस्। पेटभित्र भएको औरा गर्मी सबै निकाल्छ। पायस पिस्टुला हुने मान्छेले रोजै खाऊ। यो कुपिन्टो एकदम राम्रो चिज हो। जसको जिउ गर्मी छ, हात खुट्टा पोल्छ भन्नुहुन्छ भने कुपिन्टो रोजै खानु। जसलाई तागत छैन त्यो मान्छेले नि कुपिन्टो खाए हुन्छ, तागतिलो हो। अब यसको बीजको भन्छु म, जसको निर्बलता छ, उसको तागत छैन भनेदेखि अब मैले त बार देखाएको छु हजुरहरूलाई यसको भित्रको। अब यो भित्रको निकालेर यसमा हरियो निक्लन्छ, त्यो रोजै दुध छ भने दुधसित चबाउनुहोस्। 4वटा गेरा, धेरै खानै पर्दैन। रोजै यसो गरेर 4वटा गेरा, यसो गरेर 4वटा गेरा रोजै चबाएर पानी पिउनुहोस्। तागत आउँछ, आँखाको ज्योति बढ्छ। यो भुटेर दिनुहुन्थ्यो, हाम्रो त खोल्साएर दिनुहुन्थेन। यो कुपिन्टो काट्दाखेरि राख्ने हाम्रो हजुरआमाले, अनि भुटेर डिब्बामा हालेर राखिदिने होइन। अनि यसो गरेर 4वटा यस्तो गरेर ल चबाउ भनेर बिहानमा त्यसरी दिनुहुन्थ्यो। हो त्यो भएर हामीले सिकेको कारण, हामीले जानेको, आफूले जानेको चिज हामीले भन्छौँ। अब आजकलको मान्छेलाई उखान टुक्का जस्तो लाग्छ। यो अमल गर्नुहोस्, खुवाउनुहोस्, गर्नुहोस्। यो लुप्त हुन नदिनुहोस्। एक टाइम आफूले ढिँडो खानुहोस् त, बच्चाहरूलाई नि खुवाउनुहोस् त। एक गाँस केना नहोस्, रोजै बिहानमा ढिँडो खानुहोस्, बेलुका हल्का फुल्का भात हुन्छ भात खानुहोस्, र यत्रो भयो भने ढिँडो खुवाउनुहोस्। पेट एकदम अन्द्रा खोलेर राखेको हुन्छ, बोसो पर्न दिन्न ढिँडो। किनकि भात त हामीले चिसो गरेर खान्छौँ, त्यही भएर अन्द्रामा बोसो लाग्छ। ढिँडो हामीले तातो खान्छौँ, त्यसो भएर भित्र बोसो रहनै दिन्न, बाहिर जम्नै दिन्न यसले। त्यही भएर निरोगी रहने कारण यो अन्द्रा हाम्रो, किनकि सबै थोक निरोगी बनाए यसले, लाछेर लान्छ। त्यही हुँदाखेरि निरोगी रहने कारण त्यसरी हो। त ढिँडोमा बल गर्नुहोस्, यो कुपिन्टो ल्याएर खानुहोस्। बिमार हुन्छन् भने बेसार हालेर, नुन हालेर, ढेका नुन कहिले नि नछुटाउनुहोस्। ढेका नुन जहाँ पनि मिल्छ लिएर एउटा भाँडामा राख्नुहोस्। बिमार हुँदा त्यो ढेका नुनको युज गर्नुहोस्। ल, मैले जानेको बुझेको कुराहरू मैले सिकाएको छु, भनेछु। कस्तो लाग्छ, के लाग्छ, जस्तो लाग्यो त्यस्तै प्रक्रिया गर्नु, भन्नुहोस्, कमेन्ट गर्नुहोस्, मलाई सुझाव दिनुहोस् होइन। यस्तोबाट यस्तो गलत हो छ भने पनि मलाई गलत भयो भन्नुहोस्। मैले जानेको कुरा हजुरहरूलाई सिकाउने भन्ने भन्छु मैले। कस्तो लाग्यो, के लाग्यो, लाइक सब्सक्राइब गर्नुहोस्, लाइक गरिदिनुहोस्, बेल आइकन दबाउनुहोस्। हजुरहरूलाई धेरै आभारी छु म। धन्यवाद।